नमस्कार, म इलेक्ट्रिसियन ज्ञानु। आज चाहिँ म यो मधेपुर ठिमीको यो घरमा चाहिँ आज लास्ट फाइनलिस्ट काम गर्दैछु। आज माथिदेखिको कामहरू त मैले तपाईँहरूलाई देखाउन सकिनँ, मैले माथिको भिडियो गरिनँ। तलको भिडियोहरूमा चाहिँ यसरी गरेको छ। यो चाहिँ अब टिभी रुमको हो। यो दुईवटा लाइट लगाएको छ त्यहाँ चाहिँ, त्यस पछाडि यो टिभी रुम यो चाहिँ भइहाल्यो। यसको माथिको यो लाइट हो, त्यो डाइनिङको लाइट हो। यो कालो चाहिँ झुन्ड्याएको चाहिँ झुमर भनौँ न, यसरी लगाइएको छ। अनि यसरी नै यो झुमरहरू छ। यसरी यसमा चाहिँ वालपेपर लगाउने अरे भन्ने कुरा थियो। वालपेपर चाहिँ लगाएको छैन अहिले, पछि लाउँछन् होला उनीहरूले। यसमा 3 कलर बल्ने बत्ती हालिएको छ। त्यसै गरी भिडियो अलिक लामो भएको छ, अलिक हेरिदिनु होला भन्ने पनि आशा गर्दछु। त्यसरी यसमा 12 नम्बरको स्विचहरू लगाएको थियो। यो चाहिँ टिभीको सेट हो। टिभीको सेटमाथि पनि बत्ती चाहिँ राखेको छ। तर खै अब बालेर पो हेरिएन। बल्न चाहिँ सबै बालेको थियो, चेक गरेको थिएँ। तर भिडियो गर्दा चाहिँ सम्पूर्ण कुराहरू चेक गरिएन। भिडियो बनाउँदा चेक गर्नुपर्थ्यो, अझै राम्रो देखिन्थ्यो। मैले चाहिँ यो भिडियो अगाडि पछाडि भएको भिडियोहरूलाई चाहिँ कटकुट पार्दै देखाएको हो तपाईँहरूलाई। सिलिन्डर सिद्ध आएछ। यो चाहिँ हाम्रो मिरर लाइट चाहिँ युनिक डिजाइनको हालिएको छ। यसमा चाहिँ राम्रो छ मिरर लाइट, यताउति पल्टाउन पनि मिल्ने खालको छ। यसमा पनि 3 कलर बल्छ। यो पनि राम्रो छ। काम गर्दा गर्दै गरेको कारणले गर्दाखेरि यो अलिकति यस्तो हुन गयो, तलमाथि भएको कारणले गर्दाखेरि खासै राम्रो त्यो देखिएन जस्तो छ। ल हस् त, आजलाई यति नै। सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक